नवग्रहको स्तुतिमा एउटा श्लोक पनि आउने गर्दछ, धरणी गर्भ सम्भूतम विद्युत कान्ति समप्रभम कुमारम शक्ति हस्तम च मङ्गलम प्रणतोस्म्यहम भनेर बताइएको छ। भन्नुको मतलब मङ्गल स्वयं भूमिपुत्र हुन्, धरतीको कारक ग्रह पनि मङ्गललाई नै लिइन्छ। त्यसले गर्दा शक्ति हस्तम च भनेको जो पुरुषार्थ गर्नको लागि, जसमा अत्यन्त धेरै सामर्थ्य छ, जसले हामीलाई बाहुबलको प्रदान गर्ने गर्दछ, त्यस्तो मङ्गल देवतालाई जो अत्यन्त विद्युत समान तेजस्वी छ र विद्युत समान अत्यन्त छिटो चाँडो कुनै पनि कार्यलाई समापन गर्नको लागि अत्यन्त आतुर रहने खालको ग्रह मङ्गल ग्रहलाई मान्ने गरिन्छ। त्यसले गर्दा विशेष गरेर मङ्गल ग्रहको महत्त्व अत्यन्त श्रेष्ठ छ। हाम्रो कुण्डलीमा मङ्गल कुन क्षेत्रमा गएर बसेको छ, विशेष त हाम्रो इनर्जी चाहिँ त्यही क्षेत्रमा विशेष खपत हुने गर्दछ। त्यसले गर्दा विशेष त मङ्गल ग्रह शुभ हुँदा कस्तो प्रकारको फल प्राप्त हुन्छ र मङ्गल ग्रह अशुभ छ भनेर हामीले कसरी जान्ने भन्ने विषयमा आजको बसाइमा हामी अत्यन्त सूक्ष्म तरिकाले अध्ययन गर्नेछौँ। भने मङ्गल कुण्डलीको कुन भावमा गएर बस्दा कस्तो प्रकारको फल दिन्छ भन्ने कुराहरू पनि आजको बसाइमा हामी अध्ययन गर्नेछौँ। विशेष त मङ्गललाई पुरुषार्थको कारक ग्रह मान्ने गरिन्छ। जुन व्यक्तिले पुरुषार्थ गर्छ त्यो व्यक्तिलाई भाग्यले पनि साथ दिन्छ, यानि कि व्यक्तिले पुरुषार्थ गरेन भने आफ्नै भाग्यमा लेखेको फल पनि भोग्न सक्दैन। त्यो कारणले गर्दा विशेष त व्यक्तिले कुनै प्रकारको काम गर्नको लागि पनि उसलाई एक प्रकारको इनर्जी र बलको आवश्यकता पर्ने हुन्छ। त्यो मात्रै नभएर व्यक्तिको जीवन चाहिँ दीर्घायु बाँच्नको लागि पनि व्यक्तिको शरीर बलवान हुनु चाहिँ जरुरी हुन्छ। यदि मङ्गल ग्रह नै कमजोर छ भने व्यक्तिको मांसपेशीहरूमा चाँडै चाहिँ समस्याहरू आउने र व्यक्तिको विभिन्न रोग बिरामहरू लागेर विशेष त व्यक्तिको जीवन पनि अल्पायुमै त्याग हुने कुरा पनि ज्योतिष शास्त्रमा बताइएको छ। त्यसले गर्दा विशेष त आजको बसाइमा हामी पराक्रमको कारक ग्रह, बलको कारक ग्रह, फोर्सको कारक ग्रह मङ्गल ग्रहको बारेमा अत्यन्त सूक्ष्म र सटिक कुराहरू जानकारी गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यदि हजुरलाई यो जानकारी लाभप्रद लाग्यो भने पक्कै पनि लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। केही प्रतिक्रियाहरू छन् भने कमेन्ट बक्समा लेखिदिनु होला र कुनै प्रश्नहरू छन् भने यही पाठसँग सम्बन्धित प्रश्नहरू छन् भने कमेन्टमा राख्नु होला र केही ज्योतिषीय परामर्श लिन चाहनुहुन्छ भने व्हाट्सएपमा मलाई चाहिँ कन्ट्याक्ट पनि गर्न सक्नुहुनेछ। त्यसले गर्दा आजको बसाइमा हामी विशेष त मङ्गल ग्रहको कारकत्वसँग सम्बन्धित अत्यन्त सटिक जानकारी अध्ययन गर्नेछौँ। विशेष त मङ्गललाई पराक्रमको कारक ग्रह मानिन्छ। पराक्रम किनभने कालपुरुषको कुण्डलीमा लग्नमै मङ्गलको राशि छ, मेष राशि र वृश्चिक राशिको कारक ग्रह चाहिँ मङ्गल मानिन्छ। कुनै पनि कार्यको शुभारम्भ गर्नको लागि जुन बल र एउटा इच्छा शक्ति चाहिन्छ त्यो बल र इच्छा शक्तिको कारक ग्रह नै मङ्गल हो। त्यसले गर्दा मङ्गल ग्रह चाहिँ कमजोर छ भने त्यस्तो व्यक्तिले कुनै पनि कार्य आँट गर्नै सक्दैन, कुनै पनि श्रेष्ठ योजना बनाउनै सक्दैन। मङ्गल फिजिकल्ली मात्रै नभएर विशेष त मङ्गल भनेको एउटा चाहिँ इच्छा शक्तिको कारक ग्रह पनि मानिन्छ ज्योतिषमा। त्यसले गर्दा विशेष त पराक्रमको कारक ग्रह तेस्रो भावबाट पराक्रम हेरिन्छ। तेस्रो भावमा चाहिँ मङ्गललाई कारक पनि मानिन्छ। यदि मङ्गल तृतीय भावमा गएर बस्दाखेरि व्यक्ति अत्यन्त पराक्रमी हुन्छ भन्ने पनि ज्योतिष शास्त्रमा बताइएको छ। त्यसले गर्दा विशेष त पराक्रम व्यक्तिले पराक्रमद्वारा नै सर्वश्रेष्ठ चाहिँ सफलता हासिल गर्न सक्छ कि सक्दैन भन्ने कुरा पनि विशेष त ज्योतिषमा चाहिँ नि मङ्गल ग्रहद्वारा हेरिन्छ। तृतीय भावमा मङ्गल गएर बसेको श्रेष्ठ स्थिति मानिन्छ। छैटौँ भावमा गएर बसेको पनि श्रेष्ठ स्थिति मानिन्छ, किनभने त्रिषट आय उपचय भावमा विशेष गरेर अशुभ ग्रहहरूलाई चाहिँ बलवान मान्ने गरिन्छ ज्योतिषमा। त्यसले गर्दा विशेष त व्यक्तिले तृतीय भावमा र व्यक्तिको चाहिँ छैटौँ भावमा 10 र 11 भावमा चाहिँ सर्वश्रेष्ठ मङ्गल ग्रहलाई मान्ने गरिन्छ। त्यसले गर्दा विशेष त अब मांसपेशीको कारक ग्रह मङ्गललाई मान्ने गरिन्छ। तृतीय भावबाट हामीले बल हेरिन्छ। बल कहाँ हुन्छ त भन्दा हाम्रो हातमा हुन्छ। भनिन्छ नि बल कति छ भन्दा हामी हात यसो गरेर देखाउने गर्छौँ। किन त भन्दा बल भनेको विशेष त हातमै हुन्छ। हातबाटै हामीले विभिन्न शस्त्र अस्त्रहरू पनि चलाउँछौँ। त्यसले गर्दा विशेष त व्यक्तिको बाहुबल कतिको हुन्छ, व्यक्ति कतिको इनर्जेटिक हुन्छ, व्यक्ति बडी बिल्डर बन्नको लागि मङ्गलको सर्वश्रेष्ठ भूमिका आवश्यकता हुन्छ। यदि मङ्गल कमजोर छ भने त्यो व्यक्ति कुनै पनि खेलकुद र कुनै पनि एउटा चाहिँ बलद्वारा गरिने कुनै पनि कार्यमा चाहिँ श्रेष्ठता हासिल गर्नको लागि अत्यन्त कठिनाइहरू आइपर्ने हुन्छ। त्यसले गर्दा विशेष त मांसपेशीहरूमा बल प्राप्त हुन्छ कि हुँदैन, कतिको बलियो छ व्यक्ति भन्ने कुरा विशेष त त्यो कुण्डलीमा चाहिँ मङ्गलको स्थितिद्वारा चाहिँ थाहा हुने हुन्छ। त्यसले गर्दा विशेष त मांसपेशीहरूमा पीडाहरू भयो भने पनि कतै न कतै मङ्गल ग्रह चाहिँ अत्यन्त कमजोर भएर बसेको छ अथवा प्रब्लमेटिक स्थितिमा छ भनेर जान्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा हामीले मङ्गलको रेमेडीहरू गरेर विभिन्न प्रकारको एक्सर्साइजहरू गरेर खानपिनमा चाहिँ अत्यन्त सावधान भएर विशेष गरेर हामीले मांसपेशीहरूलाई हृष्टपुष्ट बनाउनु पर्ने पनि हुन्छ।
जमिनको कारक अघि पनि मैले श्लोकमा बताएँ, धरणी गर्भ सम्भूतम। धरणी भनेको पृथ्वीको गर्भ भनेको पेटमा चाहिँ धरणी गर्भ सम्भूतम भनेको पृथ्वीको पेटबाट भूमिपुत्रको रूपमा जन्म भएको भएर मङ्गल ग्रहलाई चाहिँ भूमिपुत्र भन्ने गरिन्छ। त्यसले गर्दा भूमिको पुत्र भएको कारणले गर्दा मङ्गल बलवान भएको व्यक्तिले विशेष त जग्गा जमिनहरू पनि धेरै किन्न सक्ने, कमाउन सक्ने र भूमि रिलेटेड कुनै पनि कामहरू गर्यो भने पनि श्रेष्ठ सफलता प्राप्त गर्ने पनि ज्योतिष शास्त्रमा बताइएको छ। त्यसले गर्दा मङ्गल बलवान छ। तपाईँ भूमिसँग जोडिएको कुनै कृषिसँग जोडिएको कुराहरू, जग्गा जमिनसँग घरसँग जोडिएको क्रियाकलापहरू पनि, हार्डवेयरका क्रियाकलापहरू पनि विशेष त मङ्गल र शनि ग्रहद्वारा नै हामीले हेर्नुपर्ने हुन्छ। त्यसले गर्दा विशेष त हामीले जमिनको कारक ग्रह पनि, व्यक्तिलाई जमिनबाट प्रब्लम हुन्छ कि हुँदैन, जमिन फाप्छ कि फाप्दैन, जमिनमा चाहिँ मुद्दा मामलाको स्थिति झेल्नु पर्ने पो हुन्छ कि भन्ने विषयमा पनि विशेष त हामीले मङ्गल ग्रहद्वारा नै हेर्नुपर्ने हुन्छ। र सानो भाइको कुराहरू, आफ्नो एउटा कनिष्ठ पुत्रको कुराहरू अथवा कनिष्ठ चाहिँ नि भाइको कुराहरू विशेष त मङ्गल ग्रहद्वारा नै हेरिन्छ। यदि मङ्गल ग्रह पीडित छ भने जातकको भाइ हुँदैन, अथवा भए पनि भाइसँगको सम्बन्धहरू बिग्रिने अथवा भाइ चाहिँ अल्पायुमै चाहिँ उसको निधन हुन सक्ने स्थितिहरू पनि देखिन्छ भने भाइलाई कतै न कतै प्रब्लमेटिक स्थिति चाहिँ देखिन्छ मङ्गल ग्रह कमजोर हुँदाखेरि। किन, भाइ भनेकै त हाम्रो बल हो। त्यसले गर्दा विशेष त चाहिँ यदि मङ्गल अत्यन्त पीडित भएको छ भने विशेष गरेर व्यक्तिको भाइलाई चाहिँ प्रब्लमहरू हुने अथवा सम्बन्धमा चाहिँ प्रब्लमहरू हुने, व्यक्तिको बाहुबलमा चाहिँ कमजोरी हुने स्थितिहरू पनि देखिन्छ। विद्युत भनेको विशेष त विद्युत इलेक्ट्रिसिटीको कारक ग्रह पनि हामीले मङ्गललाई नै मान्छौँ। मङ्गल बलवान भएका व्यक्तिहरू इलेक्ट्रिक कामहरूमा पनि, यस्तो व्यक्ति विद्युत प्राधिकरणको काममा पनि यस्तो व्यक्तिले चाहिँ नि काममा इन्भल्भ भएर अथवा त्यसमा लगानी गरेर पनि श्रेष्ठ सफलता अपनाउन सक्छ। किन, तेजको इलेक्ट्रिसिटीको कारक ग्रह पनि हामीले मङ्गल ग्रहलाई नै मान्ने गर्दछौँ। यदि मङ्गल कमजोर छ भने भनिन्छ नि कतै आगलागी हुने खतराहरू, विद्युत सर्ट हुने अथवा विद्युतमा चाहिँ नि करेन्ट लागेर व्यक्तिको निधन हुने कुराहरू पनि विशेष त हामीले मङ्गल ग्रहद्वारा नै हेर्नुपर्ने हुन्छ। यदि मङ्गल अत्यन्त पीडित भएर बसेको छ त्यस्तो व्यक्तिको विशेष गरेर चाहिँ चट्याङहरूद्वारा अथवा चाहिँ विद्युत सर्ट भएर व्यक्तिहरूको मृत्यु हुने गर्दछ। तिनीहरूको कुण्डलीमा पल्टाएर हेर्नु भने विशेष त कतै न कतै मङ्गल चाहिँ पीडित भएको अवस्था चाहिँ जरुर देखिने गर्दछ। त्यसले गर्दा विशेष गरेर विद्युतीय कुनै पनि व्यक्ति अत्यन्त फास्ट काम गर्छ भने, अत्यन्त चाँडो कुनै पनि काम गर्छ भने त्यस्तो व्यक्तिलाई भनिन्छ नि यो बिजुली जस्तो चाहिँ नि यो त चतुर छ भनेर हामी भनिन्छ भने त्यसको कुण्डलीमा कतै न कतै मङ्गलको चाहिँ पावर अत्यन्त मङ्गल प्रभावित व्यक्ति चाहिँ नि हुनसक्छ। मङ्गलको दशा अन्तर्दशा चाहिँ त्यो व्यक्तिलाई चलिरहेको पनि हुनसक्छ। त्यसले गर्दा विशेष त विद्युतको कारक ग्रह पनि हामीले मङ्गल ग्रहलाई नै लिनुपर्ने हुन्छ। मङ्गल ग्रह पीडित छ भने हामीले घरमा भएको इलेक्ट्रिक सामानहरूलाई युज गर्दाखेरि होस् अथवा चाहिँ विभिन्न चाहिँ वायरिङहरू पनि अत्यन्त राम्रोसँगले चाहिँ मिलाउनु पर्ने हुन्छ, नभए विभिन्न समस्याहरू पनि आइपर्न सक्छ। नेतृत्व क्षमता, मङ्गललाई सेनापतिको रूपमा मानिन्छ। विभिन्न ग्रहहरूको चाहिँ एउटा सङ्गठनमा विशेष गरेर मङ्गललाई सेनापतिको कारक ग्रह मानिन्छ। त्यसले गर्दा विशेष त जति पनि फोर्सको, जति पनि बलको, जति पनि एउटा चाहिँ नि कमान्डिङको कामहरू छ त्यसलाई मङ्गल प्रधान मानिन्छ। कुनै पनि मङ्गल बलवान भएको व्यक्तिलाई चाहिँ श्रेष्ठ लिडर बनाएर काम गरियो भने त्यो व्यक्तिले चाहिँ सुरक्षा दिनको लागि चाहिँ आफू पछाडि नहट्ने खालको, पीठ नदेखाइकन युद्धमा अगाडि बढ्ने खालको ग्रह चाहिँ हामीले विशेष त मङ्गललाई मानिन्छ। किनभने नवग्रह स्थितिमा पनि एउटा शब्द आउँछ नि, शक्ति हस्तम छ भनेको जसले सदैव युद्ध गर्नको लागि, आक्रमण गर्नको लागि शस्त्र अस्त्र हातमा लिएर बसेको हुन्छ। भन्नुको मतलब यस्तो व्यक्तिले चाहिँ कुनै पनि युद्ध अथवा प्रतिस्पर्धात्मक कामहरूमा श्रेष्ठ सफलता प्राप्त गर्न सक्छ भन्ने कुरा पनि विशेष त मङ्गल ग्रहद्वारा नै हामीले हेर्नुपर्ने हुन्छ। व्यक्तिको विशेष त सुरक्षा, अब जोसँग बल छ नि त्यही व्यक्तिले अरूलाई पीडा पनि दिन सक्छ र त्यही व्यक्तिले अरूलाई प्रोटेक्सन पनि गर्न सक्छ। त्यसले गर्दा यदि कुण्डलीमा मङ्गल ग्रह बलवान छ भने त्यो व्यक्तिले अरूलाई सुरक्षा दिने काम गर्छ। मङ्गल प्रभावित यदि तपाईँलाई कुनै पनि बाटोमा हिँड्दै होस् अथवा चाहिँ नि कुनै पनि चाहिँ नि विषम परिस्थितिमा होस्, कसैले तपाईँलाई नचिनिकन पनि यदि साथ दिन्छ भने सम्झिनुहोस् त्यो व्यक्तिको कुण्डलीमा मङ्गल ग्रह चाहिँ पक्कै पनि बलवान छ। आफ्नो होस् अथवा परै होस्, उसको बिचमा यदि कसैले अन्याय गर्दैछ भने त्यो व्यक्तिले पक्कै पनि सुरक्षा अवश्य पनि दिन्छ मङ्गल प्रभावित व्यक्ति जो छ। अथवा यदि हजुरलाई त्यो खालको चाहिँ योजनाहरू आउँछ, त्यो खालको इच्छा आकाङ्क्षाहरू आउँछ भने सम्झिनुहोस् तपाईँको कुण्डलीमा मङ्गल चाहिँ पक्कै बलवान भएर बसेको छ भन्ने कुरा हामीले जान्न पर्ने हुन्छ।
विशेष त युद्धको कुराहरूमा हामीले मङ्गल ग्रहलाई विशेष ध्यान दिनुपर्ने हुन्छ। विशेष त व्यक्तिले युद्ध जित्छ कि जित्दैन, कुनै पनि खेलकुदमा व्यक्तिले चाहिँ सफलता प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा पनि विशेष गरेर हामीले मङ्गल ग्रहद्वारा नै हेर्ने गर्दछौँ। मङ्गल ग्रह यदि 6औं भावसँग कतै न कतै कनेक्सन बनाएको छ भने त्यस्तो व्यक्तिले प्रतिस्पर्धात्मक क्रियाकलापहरूमा श्रेष्ठता हासिल गर्ने स्थितिहरू पनि देखिन्छ। तर मङ्गल ग्रह 6औं भावसँग लिङ्क हुँदैमा व्यक्तिले जतिसुकै बेला चाहिँ प्रतिस्पर्धा जित्छ भन्ने कुरा त हुन्न, तथापि विशेष त दशा र अन्तर्दशामा ग्रहहरूको प्रभाव चाहिँ पूर्ण रूपले देखिने गर्दछ। विशेष त अन्तर्दशामा ग्रहहरूको प्रभाव अत्यन्त तीव्रताका साथ देखिने गर्दछ। त्यसले गर्दा व्यक्ति युद्धमा चाहिँ सफलता हासिल गर्छ अथवा व्यक्ति युद्धद्वारा पराजित हुनुपर्छ भन्ने कुरा पनि विशेष त मङ्गलबाटै हुन्छ। मङ्गललाई स्पोर्टको कारक ग्रह पनि मानिन्छ र मङ्गललाई एउटा चाहिँ युद्ध, खेलकुद, विभिन्न प्रकारको चाहिँ एउटा बलजन्य जिमको कारक ग्रह पनि विशेष त मङ्गल ग्रहलाई नै मानिन्छ। शत्रुताको कारक, व्यक्तिले शत्रुता कतिको गर्छ, किन मङ्गल प्रभावित व्यक्ति आक्रमणमा गइहाल्छ, ऊ चाहिँ एक प्रकारको चाहिँ योद्धा हो। त्यसले गर्दा विशेष त योद्धाले के गर्छ, शत्रुता भयो भने आक्रमण नै गर्छ। योद्धाले कहिले पनि विचार गर्दैन। एउटा ज्ञानी व्यक्तिले विचार गर्छ, तर मङ्गल ग्रह विशेष प्रभावित भएको व्यक्ति, 6औं भावमा मङ्गलको प्रभाव भएको व्यक्ति आइलाग्न पछि नहट्ने खालको स्थिति हुन्छ। त्यसले गर्दा विशेष त व्यक्तिले कतिको शत्रुता राख्छ भन्ने कुरा पनि विशेष गरेर मङ्गलबाट नै हामीले हेर्नुपर्ने हुन्छ। मङ्गल पीडित छ भने व्यक्तिले विशेष गरेर आक्रमण गरिहाल्ने खालको स्थिति पनि देखिन्छ। क्रोधको कुराहरू, विशेष त मङ्गल बलवान छ, लग्नमा मङ्गल गएर बसेको छ, त्यस्तो अवस्थामा विशेष गरेर व्यक्ति चाहिँ नि क्रोधी हुन्छ अथवा लग्नेसँग चाहिँ मङ्गलको लिङ्क भइरहेको छ भने पनि व्यक्ति अत्यन्त क्रोधी हुन्छ। त्यसले गर्दा विशेष त यस्तो व्यक्तिहरूलाई 2य भावमा मङ्गल बसेको चाहिँ व्यक्तिको बाणी एक प्रकारले कठोर हुने गर्दछ। उसँग व्यक्ति मानिसहरू रिसाउने पनि गर्छन् कतिपय स्थितिहरूमा। उसको बोली एक त सत्य त हुन्छ, तथापि सुन्दाखेरि एक प्रकारको कठोरता लाग्ने, यसले मलाई डोमिनेट गरेर पो बोलेको हो कि यसले मलाई हेपेर पो बोलेको हो कि जस्तो खालको आभास चाहिँ हामीलाई विशेष गरेर मङ्गल 2य भावमा बस्दा होस् अथवा लग्नसँग मङ्गलको कनेक्सन हुँदाखेरि पनि विशेष रूपमा हामीले देख्न सक्छौँ। व्यक्ति कतिको क्रोधी हुन्छ भन्ने कुरा विशेष गरेर मङ्गल ग्रहद्वारा नै हामीले हेर्नुपर्ने हुन्छ। अस्त्र शस्त्रको कुराहरू पनि गऱ्यौँ र विशेष त चोटपटकको कारक ग्रह, किन जो बढी उच्छृङ्खल छ, जो बढी उद्दण्डी छ, जो बढी आइलाग्ने प्रकृतिको छ, त्यही व्यक्तिलाई त दुर्घटनाहरू हुन्छ नि। मङ्गल ग्रह विशेष प्रभावित व्यक्ति सवारी साधन पनि तीव्र रूपमा चलाउने स्थितिहरू देखिन्छ। 4र्थ भावमा मङ्गल भएको व्यक्ति विशेष त सवारी साधनहरू तीव्रताका साथ चलाउँछ, किन 4र्थ भावबाट गाडी घोडा वाहनको कुराहरू हेरिन्छ र त्यो भावमा गएर मङ्गल जस्तो चाहिँ नि एउटा साहसी ग्रह गएर बस्दाखेरि विशेष गरेर त्यस्तो व्यक्ति चाहिँ नि अलिकति तीव्रताका साथ सवारी साधनहरू चलाउने र एक्सिडेन्टहरूमा पर्ने खालको चान्सेस पनि एकदमै धेरै हुन्छ। किनभने कालपुरुषको कुण्डलीमा 8औं भाव जहाँबाट दुर्घटना हेरिन्छ त्यो भावको स्वामी 4र्थ भावमा आएर बस्दिनु भनेको विशेष गरेर त्यो अवस्थामा चाहिँ दुर्घटनाको योग पनि बनिरहेको हुन्छ। त्यसले गर्दा विशेष गरेर हामीलाई चोटपटकको कुराहरू र दुर्घटनाको कुराहरू पनि हामीले विशेष त मङ्गल ग्रहद्वारा नै हेर्नुपर्ने हुन्छ, किन इलेक्ट्रिसिटीको कारक पनि मङ्गल हो, विभिन्न चाहिँ एउटा मेसिनरी सामानहरूको कारक पनि मङ्गल ग्रह हो र 8औं भावको पनि चाहिँ नि कालपुरुषको कुण्डलीमा 8औं भावको स्वामी ग्रह पनि मङ्गल हो। त्यसले गर्दा यस्तो अवस्थामा चाहिँ मङ्गल त्यसै पनि 4र्थ भावमा डेबिलेटेड हुन्छ, निजको पनि मानिन्छ। त्यसले गर्दा यस्तो अवस्थामा विशेष गरेर व्यक्तिलाई चाहिँ दुर्घटनाको जोखिम पनि बढ्ने हुन्छ र मेन्टल्ली पनि व्यक्ति चाहिँ डिस्टर्ब रहने स्थितिहरू पनि देखिन्छ। यदि कुनै पनि जातक चाहिँ जङ्गली जनावरको कुराहरू, विशेष त जङ्गली जनावरहरू पनि, अब मेष राशि भनेको स्वयं मङ्गलको राशि हो, मेष भनेकै भेडाको हामीले सङ्केत मानिन्छ। त्यसले गर्दा विशेष त जङ्गली जनावरहरू व्यक्तिले कतिको नियन्त्रणमा राख्न सक्छ। जोसँग पुरुषार्थ छ त्यस्तो व्यक्ति वनमा गएर विभिन्न खालको चाहिँ शिकार गर्ने पनि हुन्छ भने वन्यजन्तुलाई नियन्त्रण गर्न सक्ने स्थिति पनि हुन्छ। त्यसले गर्दा विशेष त जनावरहरूको भय हुन्छ कि हुँदैन, वन जङ्गलमा जाँदाखेरि व्यक्तिले सुरक्षा अपनाउनु पर्ने हुन्छ कि हुँदैन। हामीले कति सुन्छौँ नि, कुकुरले टोकेको कुराहरू सुन्छौँ, बाघले आक्रमण गरेको कुराहरू पनि सुन्छौँ। त्यसले गर्दा विशेष गरेर मङ्गल पीडित हुँदाखेरि व्यक्तिलाई चाहिँ वन्यजन्तुहरूको पनि
एउटा चाहिँ नि प्रब्लमेटिक स्थितिहरू हामीले झेल्नु पर्ने हुन्छ। गृह मन्त्रालय विशेष त सुरक्षा निकायको सम्पूर्ण कुराहरू विशेष त मङ्गल ग्रहद्वारा नै हेरिन्छ। मङ्गल ग्रह कतै न कतै चाहिँ नि एउटा पीडित हुँदाखेरिको अवस्थामा नीच हुँदाखेरि गोचरमा पनि मङ्गल ग्रह नीच हुँदाखेरि कतिपय अवस्थामा विशेष त गृह मन्त्रालयमा प्रब्लमेटिक स्थितिहरू हुन्छ भने विशेष त सुरक्षा निकायमा पनि च्यालेन्जेसहरू अत्यन्त धेरै सामना गर्नुपर्ने हुन्छ। र विशेष गरेर व्यक्तिले चाहिँ अत्यन्त चाहिँ नि सवारी साधनहरूको दुर्घटना पनि बढ्छ भने भूकम्प चट्याङ जस्ता चाहिँ नि अत्यन्त चाहिँ नि भयङ्कर समस्याहरू पनि यो धरतीमा चाहिँ आइपर्ने स्थितिहरू पनि देखिन्छ। त्यसले गर्दा विशेष त सुरक्षा निकायसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापहरू विशेष त मङ्गल ग्रहद्वारा नै हेर्नुपर्ने हुन्छ। व्यक्ति कतिको धैर्यता छ, मङ्गललाई चञ्चलताको कारक पनि मानिन्छ। मङ्गल बढी प्रभावित व्यक्ति धैर्यता गर्न चाहिँ नसक्ने हुन्छ, त्यसै पनि मानिन्छ नि। मेष राशिको व्यक्तिमा धैर्यताको एकदमै कमी हुन्छ, किन मेष राशि भनेको मङ्गल ग्रहको चाहिँ मूल त्रिकोण राशि भएको कारणले गर्दा विशेष त मेष राशिका व्यक्तिहरू चञ्चल हुन्छन् र अस्थिर पनि हुन्छन् र धैर्यताको पनि यिनीहरूमा कमी देखिन्छ। किन त भन्दा त्यो चाहिँ विशेष त मङ्गल ग्रहको पूर्ण आफ्नो चाहिँ कारकत्व बोकेर बसेको राशि भएको कारणले गर्दा। त्यसले गर्दा विशेष लग्नमा मङ्गल छ भने पनि व्यक्ति अस्थिर हुने गर्दछ। मङ्गलले लग्नमा देख्छ भने पनि व्यक्तिले चाँडै निर्णय गर्ने स्थितिहरू पनि बन्ने गर्दछ। कार्यस्थलमा यदि दशममा गएर बसेको मङ्गल छ, व्यक्ति कार्यस्थलमा अत्यन्त चाहिँ हतार गर्ने अथवा चाहिँ छिटो गर्ने, अगाडि बढ्नुभन्दा अगाडि बढ्न खोज्ने र त्यही सिलसिलामा वाद विवादको स्थितिहरू पनि सिर्जना हुने, झै झगडाको स्थितिहरू पनि सामना गर्नुपर्ने स्थितिहरू पनि विशेष रूपमा हामीले देख्ने गर्दछौँ। अग्नि तत्त्व प्रधान ग्रह भएको कारणले गर्दा विशेष गरेर मङ्गल ग्रह प्रभावित व्यक्तिहरूलाई पेट सम्बन्धी समस्याहरू देखिन्छ भने क्रोधको कारणले यिनीहरूलाई शिरमा पनि पीडाको स्थितिहरू देख्ने गरिन्छ। त्यसले गर्दाखेरि विशेष गरेर अग्नि तत्त्व जो जलाउने खालको अग्नि छ, एउटा प्रकाश दिने खालको अग्नि हुन्छ र अर्को प्रज्वलन गर्ने खालको अग्नि हुन्छ। मङ्गल ग्रह प्रभावित व्यक्तिहरू कतै न कतै जलाउने प्रकृतिका पनि हुन्छन् र अरूलाई चाहिँ एक प्रकारले यस्ता व्यक्तिहरू रिसमा आए भने शत्रुलाई पनि पूर्ण रूपले चाहिँ पत्ता साफ गर्ने भन्ने सोच विचारका पनि यस्ता व्यक्तिहरू देखिन्छन्। त्यसले गर्दा विशेष त अग्नि तत्त्व प्रधान चाहिँ नि ग्रह हामीले मङ्गललाई मान्ने गर्छौँ। किन त भन्दा कालपुरुष कुण्डलीमा चतुर्थ भावमा मङ्गल कम नीचको हुन्छ, त्यसले गर्दा कतै न कतै चतुर्थ भावमा बसेको मङ्गललाई हामीले पीडित पनि मान्ने गर्दछौँ। मनमा चाहिँ अत्यन्त विकारहरू पनि दिने अवस्थाहरू पनि त्यस्तो अवस्थामा चाहिँ देखिन्छ। आयुको कारक पनि मङ्गल ग्रह हो, किनभने शरीरमा इनर्जी छ भने न व्यक्ति दीर्घायु हुन्छ। शरीरको मांसपेशीहरू नै कमजोर छन् भने व्यक्ति एक प्रकारले पीडित हुने गर्दछ र त्यस्तो व्यक्तिको चाहिँ कतै न कतै जीवनी शक्तिको कारक ग्रह पनि सम्पूर्ण चाहिँ नि मङ्गलले नै लिइरहेको हुन्छ। त्यसले गर्दा विशेष त व्यक्तिमा एउटा चाहिँ नि शरीर पुष्ट हृष्ट भयो भने न व्यक्ति चाहिँ रोगसँग लड्न पनि सक्छ र दीर्घायु बाँच्न पनि सक्छ। मङ्गल कमजोर भएको व्यक्तिको आयु पनि एक त कम हुन्छ भनेर शास्त्रहरूमा बताइएको छ। मङ्गल कमजोर भएको किन पनि भने अष्टम भावबाट आयु हेरिन्छ। अष्टम भावको कालपुरुष कुण्डलीमा अष्टम भावको मालिक भनेकै मङ्गल ग्रह हो। त्यसले गर्दा विशेष त मङ्गल ग्रह पीडित हुनु भनेको कतै न कतै व्यक्तिको आयुमा चाहिँ समस्याहरू देखिने गर्दछ। व्यक्ति कतिको तार्किक छ भन्ने कुरा पनि विशेष त मङ्गल ग्रहद्वारा नै हामीले जान्नुपर्ने हुन्छ। पञ्चममा गएर मङ्गल बसेको छ, व्यक्ति एकदम लजिकल हुन्छ, व्यक्ति एकदम खोज र एकदम चाहिँ नि तर्क गर्ने खालको प्रकृतिको पनि हुन्छ। द्वितीयको मङ्गल पनि विशेष तार्किक खालको लजिकल खालको बाणी बोल्ने प्रकृतिको चाहिँ व्यक्ति हुन्छ। त्यसले गर्दा तर्क शक्ति पनि विशेष शक्ति, हामीले कुनै पनि विचार गर्ने कुराहरू होस्, बोल्ने कुराहरू होस्, चाहे खाने कुराहरू होस्, व्यक्तिले कुन तरिकाले खान्छ त भन्दा व्यक्तिको जस्तो जस्तो सोच विचारहरू आउँछ त्यही अनुसारको व्यक्तिले भोजन गर्छ। जो व्यक्ति कडा स्वभावको हुन्छ त्यसले पक्कै पनि केही न केही अलिकति कडै आहार गर्ने देखिन्छ। त्यसले गर्दाखेरि बोली पनि त्यस्तै हुन्छ। यादृशम भक्ष्यते अन्नम तादृशी जायते मति भनेर शास्त्रमा बताइएको छ। त्यसले गर्दा विशेष त तार्किक शक्तिको पनि कारक ग्रह चाहिँ हामीले मङ्गल ग्रहलाई मान्नुपर्ने हुन्छ। गुप्त खोज रिसर्चको कामहरू पनि विशेष त अष्टम भावको स्वामी कालपुरुषको कुण्डलीमा भएको कारणले गर्दा विशेष त रिसर्च गर्ने खालको व्यक्ति हुन्छ। गुप्त ज्ञानहरू लिने, इन्जिनियरिङ भयो अथवा चाहिँ कुनै चाहिँ ज्योतिष शास्त्रहरू भयो, तन्त्र मन्त्रको चाहिँ साधना गर्नुको लागि पनि मङ्गलको चाहिँ अत्यन्त धेरै आवश्यकता हुन्छ र अन्तरिक्षका विभिन्न खोजहरूमा पनि मङ्गल र बुध जस्ता ग्रहहरूको चाहिँ अपरिहार्यता ज्योतिष शास्त्रमा बताइएको छ।
विशेष त सिआइडी जो गुप्तचरहरू जति पनि छन्, गुप्त रूपमा जसले कुनै पनि काम गर्छन् भने त्यस्तो अवस्थामा विभिन्न एजेन्टहरूको काम भयो। त्यस्तो अवस्थामा पनि यदि मङ्गल दशममा गएर बस्दाखेरि अथवा दशमलाई देख्दाखेरि पनि व्यक्तिले गुप्त कामहरू, एउटा एजेन्टको कामहरू गरेर पनि व्यक्तिले चाहिँ जीविकोपार्जन गर्न सक्ने स्थितिहरू देखिन्छ। सुन, विशेष त धातुमा सुनको कारक ग्रह पनि मानिन्छ र तामाको कारक ग्रह पनि मङ्गल ग्रहलाई नै मान्ने गरिन्छ। एक त यो अग्नि तत्त्व प्रधान ग्रह हो, तमोगुणी चाहिँ नि ग्रह हो र एक क्षेत्रीय प्रकृतिको, क्षेत्रीय वर्णको ग्रह पनि मान्ने गरिन्छ। विशेष त व्यक्तिमा कामुकताको कारक पनि मङ्गललाई मानिन्छ। यदि मङ्गल ग्रह कतै न कतै तुला राशिमा गएर बसेको छ अथवा चाहिँ मङ्गल ग्रहले शुक्रसँग लिङ्क बनाएर बसेको छ, यस्तो व्यक्ति विशेष कामुक प्रकृतिको पनि हुन्छ। यसले यो व्यक्तिमा ऊर्जाको मात्रा बढी हुन्छ। वीर्यको कारक शुक्रलाई मानिन्छ र विशेष त मङ्गल र शुक्रको कन्जक्सन भएको खण्डमा व्यक्तिले चाहिँ वीर्यको दुरुपयोग गर्ने स्थिति पनि बन्न सक्छ। किनभने अग्नि तत्त्व प्रधान ग्रह चाहिँ नि एउटा चाहिँ वीर्यको, एउटा चाहिँ तरलताको ग्रहसँग गएर बस्नु भनेको यस्तो व्यक्तिले विभिन्न तरिकाले वीर्यलाई नाश गर्ने स्थिति पनि बन्न सक्छ। तर यसले यदि वीर्यलाई संरक्षण गरेको खण्डमा यस्तो व्यक्ति आकर्षक र एउटा चाहिँ नि अत्यन्त तेजस्वी व्यक्ति, एउटा श्रेष्ठ योगी बन्ने पनि यो कन्जक्सन मान्ने गरिन्छ। विशेष त मङ्गल गुप्त कुराहरूको चाहिँ नि रिप्रेजेन्ट गर्ने भएकै कारणले गर्दा यदि मङ्गल ग्रह विशेष अत्यन्त पीडित भएको खण्डमा, अशुभ भएको खण्डमा यस्तो व्यक्तिले विभिन्न चोरीका कामहरू पनि गर्ने एउटा चाहिँ नि कुन ज्योतिषशास्त्रमा मङ्गललाई विशेष त चोरीको कारक ग्रह पनि बताएको छ। त्यसले गर्दा विशेष त मङ्गल चाहिँ नि यदि द्वितीय भावमा छ, राहुको भावमा गएर राहु चाहिँ नि गएर साथमा गएर बसेको छ, पीडित भएर बसेको छ, त्यस्तो अवस्थामा चाहिँ व्यक्तिले झुट बोलेर पनि विभिन्न कार्यहरू गर्ने खालको र चिटिङका कामहरू गर्ने स्थितिहरू पनि देख्ने गरिन्छ। त्यसले गर्दा समादरणीय सज्जनहरू, विशेष गरेर मङ्गल ग्रह पराक्रमको ग्रह भएको कारणले गर्दा जुन तृतीय भाव जहाँबाट हाम्रो विशेष पराक्रम हेरिन्छ, पराक्रमको भावमा पराक्रमकै ग्रह गएर बस्यो भने यस्तो व्यक्तिले पुरुषार्थद्वारा चाहिँ श्रेष्ठ सफलता हात पार्न सक्ने स्थिति हुन्छ। पराक्रम गर्नबाट यस्तो व्यक्ति कदापि पछि नहट्ने प्रकृतिको हुन्छ। यदि लग्नमा मङ्गल गएर बस्छ व्यक्ति पुरुषार्थी हुन्छ, अलिकति क्रोधी स्वभावको पनि हुन्छ, त्यसै पनि माङ्गलिक पनि मानिन्छ लग्नमा बसेको मङ्गललाई। किन माङ्गलिक मानिन्छ त भन्दा यसले दाम्पत्यलाई पूर्ण रूपले चाहिँ प्रभावित पारिरहेको हुन्छ भने चतुर्थमा बसेको मङ्गलको पनि चौथो दृष्टिले माङ्गलिक भाव दाम्पत्य जीवनमा चाहिँ पीडा दिइरहेको हुन्छ भने यदि सप्तममा बस्दा पनि सप्तम भावलाई चाहिँ कतै न कतै यसले चाहिँ प्रब्लमेटिक स्थितिहरू बनाउँछ। अष्टममा बस्दाखेरि यसले कुटुम्बहरूलाई प्रब्लम दियो। माङ्गलिक योग भनेकै विशेष त के हो त भन्दा कुटुम्ब र दाम्पत्य जीवनलाई प्रब्लम दिने भएको कारणले गर्दा मङ्गलको माङ्गलिक दोषलाई अथवा माङ्गलिक यदि श्रेष्ठ स्थितिमा योग पनि बन्ने गर्दछ। यदि मङ्गल चाहिँ नि 1, 4, 7, 8 र 12मा बस्दा विशेष त माङ्गलिक मानिन्छ। किन त भन्दा 12मा बसेको मङ्गलले पनि 8औं दृष्टिले यहाँ देख्ने भयो, अष्टममा बसेकोले पनि यहाँ कुटुम्बको भावमा देख्ने भयो र विशेष त चतुर्थ लग्नमा बसेकोले पनि सप्तममा देख्ने भएको कारणले गर्दा विशेष गरेर माङ्गलिक व्यक्तिले दाम्पत्य जीवनमा चाहिँ समस्याहरू भोग्नुपर्ने स्थितिहरू पनि देखिन्छ, ऊर्जाको मात्रा अधिक भएको कारणले गर्दा। माङ्गलिकसँग सम्बन्धित भिडियो हामीले फेरि पनि कुनै बसाइमा माङ्गलिकलाई लिएर म विशेष रूपमा चर्चा गर्नेछु। त्यसले गर्दा विशेष गरेर चाहिँ हामीलाई यसरी विभिन्न 3, षड र 10 र 11 10औं भावमा मङ्गललाई दिग्बली मानिन्छ। कालपुरुष कुण्डलीमा 10 नम्बरको राशि पनि हाम्रो चाहिँ 10औं भावमा हुने भएको कारणले गर्दा त्यो अवस्थामा पनि मङ्गललाई कर्म क्षेत्रको लागि एउटा श्रेष्ठ स्थिति मान्ने गरिन्छ। आएको भावमा पनि गएर चाहिँ काम, क्रोध, लोभ, मोह जस्ता चाहिँ त्रिषडाय भावको भावमा चाहिँ गएर मङ्गल ग्रह गएर बस्ने व्यक्ति पराक्रमद्वारा चाहिँ विभिन्न इन्कमहरू गर्ने स्थितिहरू पनि देखिन्छ। त्यसलाई श्रेष्ठ स्थिति मान्ने गरिन्छ। त्यसले गर्दा समादरणीय सज्जनहरू, विशेष गरेर मङ्गलको कारकत्वहरू हजुरले पक्कै पनि बुझ्नुभयो होला र विभिन्न भावको कुराहरू पनि हामीले पढेका छौँ। त्यसले गर्दा त्यो भाव र विशेष त मङ्गलको कारकत्वलाई यदि दुईटैलाई मिलाएर हामीले क्याल्कुलेसन गर्ने हो भने पक्कै पनि ज्योतिषबाट हामीले केही न केही कुराहरू लजिकल्ली बताउन सक्ने स्थितिमा हामी पुगेको छौँ। ज्योतिषलाई क्रमिक रूपमा हजुरले पढ्दै हुनुहुन्छ र कक्षा 1 देखि अहिले चाहिँ 40 पाठसम्म यदि रेगुलर पढ्नु भएको छ भने पक्कै पनि हजुरलाई ग्रहहरूले विभिन्न भावमा बस्दा कस्तो प्रकारको प्रभाव पार्छन् भन्ने कुराहरू सटिक र सूक्ष्म रूपमा केही स्मरण भयो होला भन्ने मैले आशा पनि राखेको छु। अघिल्लो बसाइहरूमा हामी चाहिँ विभिन्न ग्रहहरूको कारकत्वसँग सम्बन्धित अत्यन्त सटिक र सूक्ष्म विषयवस्तुहरू अध्ययन गर्ने बाचा गर्दै आजको बसाइबाट म बिदा हुन चाहन्छु। हजुरहरूको दिन शुभ रहोस्। हस्त। राधे राधे।